So welcome to day 21 of Python है जसमा चाहिँ हामी पाइथनको फंक्सन अब कम्प्लिट गरिसकेपछि पाइथनको फंक्सन र पाइथनको फंक्सन विथ प्यारामिटर यो टपिक कम्प्लिट गरिसकेपछि आजको टपिकमा चाहिँ हामी चाहिँ एउटा फंक्सन युज गरेर एउटा प्रोजेक्ट क्रिएट गर्छौँ है। त्यसको लागि चाहिँ हामी आजको भिडियोमा के क्रिएट गर्छौँ भन्दाखेरि विल क्रिएट फ्री क्याल्कुलेटर भनेर क्रिएट गर्नेछौँ। फ्री क्याल्कुलेटर कसरी बनाउने त अब फ्री क्याल्कुलेटर बनाउनु छ भने पहिला हामीलाई चाहिँ युजरसँग केही सर्टेन कुराहरू माग्नुपर्छ। त्यसको लागि मैले युजरसँग पहिला के गर्दा नाम मागेँ। तपाईहरु के गर्न सक्नुहुन्छ भिडियो पज गर्दै ट्राई पनि गर्न सक्नुहुन्छ। त्यसरी गर्दै तपाईले राउन्ड सिक्न सक्नुहुन्छ। पहिला मैले नाम सोधेँ, त्यसपछि गएर मैले उसको ग्रेड भनेको कुन कक्षामा पढ्छ, त्यसपछि गएर मैले सब्जेक्ट्स है के गर्नु पर्यो सब्जेक्ट्सहरुको मार्क्स सोधेँ मैले लेखेँ सरी इंट लेखेँ अनि त्यसपछि गएर इनपुट इन्टर द नम्बर अफ सब्जेक्ट कतिवटा छ सोधेँ। अब यदि सोधिसकेपछि म उसले चाहिँ कुनै पनि ट्रान्सपोर्ट छ कि छैन इन्क्लुडेड छ कि छैन फीमा त्यो पनि सोध्छु। म त्यसको लागि जसमा सोध्छु यो ए ट्रान्सपोर्ट इक्वेसन गर्दा ट्रान्सपोर्ट छ कि छैन थाहा हुनु पर्यो। त्यसको बेसिसमा के हुन्छ हामीले फीहरू घट्ने बढ्ने हुन सक्छ है। त्यसको लागि हामीलाई ट्रान्सपोर्ट पनि चाहियो। अब यति ट्रान्सपोर्टमा आइसकेपछि हामी के गर्छौँ भन्दाखेरि यहाँनिर एउटा एक्स्ट्रा ब्लक थपियो है। हटाइदिएँ म त्यसलाई। हामीले अर्को भनेको लन्च कहिलेकाहीँ के हुन्छ फ्रेन्डलाई स्कुलबाट नै लन्च दिएर के गरिन्छ त स्कुलबाट नै मन्थली फीहरू कलेक्ट गर्न सकिन्छ। त्यसको लागि म्यान्डेटरी छैन, कुनैको लागि हुन्छ कुनैको लागि हुँदैन। सो मैले सोधेँ यु निड लन्च, त्यसले एन्सर गर्छ कि त यस नो। तर हाम्रो जुन सिस्टम हुन्छ नि सिस्टमले यस र नो चाहिँ बुझ्दैन। हाम्रो सिस्टमले के बुझ्छ त अथवा फल्स। त्यसको लागि मलाई चेक गर्नु पर्यो ट्रान्सपोर्ट ट्रु छ कि फल्स छ है उसको एन्सरको बेसिसमा। यदि ट्रान्सपोर्ट डट इनपुट है सरी न ट्रान्सपोर्ट डट इनपुट ट्रान्सपोर्ट अन्डरस्कोर इनपुट भनेर लोअर केसमा कन्भर्ट गरे पहिले सुरुमा। यदि त्यो बराबर एस हो भने अभियसली रिजल्ट के हुन्छ त यहाँ ट्रु भनेर सेभ हुन्छ है त। त्यसपछि गएर अर्को भनेको लन्च पनि यदि लन्च इनपुटलाई लोअरमा चेन्ज गर्दाखेरि त्यो बराबर एस हुन्छ भने हाम्रो लन्च पनि के हुन्छ ट्रु हुन्छ। यदि लन्च इनपुट बराबर एस भएन भने हाम्रो लन्च के हुन्छ फल्स हुन्छ। अब यही ट्रु र फल्सको बेसिसमा हामीले के गर्छौँ त हामीले त्यहाँतिर ट्रान्सपोर्ट अथवा लन्चलाई पनि इन्क्लुड गर्ने हो कि फ्री क्याल्कुलेसनमा त्यो कुरो चेक गर्छौँ। त्यसको लागि हामीले फिज भनेर यहाँ लेखौँ है। त्यसपछि गएर हामी एउटा फङ्सन कल गर्छौँ क्याल्कुलेट फी भनेर। अब फी क्याल्कुलेटर चाहिँ के चाहिन्छ त एउटा कुरो त क्लास कुन क्लासको लागि हो, अर्को कुरो कतिवटा सब्जेक्ट हो, कुरो ट्रान्सपोर्ट हो कि छैन, अर्को कुरो लन्च है। हामीलाई यति कुरा चाहिँ पास गर्नु। तर हामीले अझ क्याल्कुलेट फी भन्ने फङ्सन क्रिएट गरेका छौँ त छैन। अब हामीले के गरौँ त त्यो कुरो पनि डिक्लेयर गरिदिइहालौँ। त्यसको लागि म एउटा नयाँ सेल गराउँछु र यो सेललाई चाहिँ म माथिपट्टि लान्छु है। हाम्रो अर्को काम हुन्छ यहाँ भनेको चाहिँ फङ्सन डिक्लेरेसन फर क्याल्कुलेटिङ फिज भनेर है त। त्यसको लागि म क्याल्कुलेट फी बनाऊ। अब हामीलाई यहाँनिर के प्यारामिटर चाहिन्छ त ग्रेड चाहिन्छ, तल जे छ त्यही लेखेँ है। सब्जेक्ट चाहिन्छ, ट्रान्सपोर्ट चाहिन्छ, हामीलाई लन्च चाहिन्छ। सो दिस आर दि प्यारामिटर्स चाहिन सक्छ। अब पहिले कुरो त हामीलाई ग्रेड अनुसार चाहिँ फी कति हुन्छ भन्ने कुरो भनिदिनु पर्यो बेस्ड अन ग्रेड है त। सो के रहेछ त यदि ग्रेड चाहिँ लेस देन 5 भयो भने है 5 भन्दा कम छ भने चाहिँ बेस फी के हुन्छ त त्यहाँनिर चाहिँ 5000 रुपियाँ है त। यदि ग्रेड लेस देन 8 है 8 भन्दा मुनि छ भने 8 भन्दा मुनि छ भने उसको बेस फी चाहिँ बराबर 6000 हुन्छ है। र यदि ऊ चाहिँ त्यो ग्रेड चाहिँ लेस देन 10 है भनेको 9 र 10 छ भने चाहिँ उसको बेस फी कति हुन्छ त 7000 हुन्छ रे। र त्यसपछि गएर यदि र प्रोग्रामिङहरु गर्दाखेरि हैन म कन्फ्युजिङ भन्ने कुरो भइराख्छ। मैले यहाँनिर एलिफको साटो चाहिँ
एल्स इफ लेखिन्छ के अर्को प्रोग्रामिङ यसै लेखिन्छ एलिफ यदि ग्रेड चाहिँ 12 वा 12 भन्दा मुनि छ भने त्यसको बेस फी भनेको त्यसको क्लास फी कति हुने भयो त 8000 हुने भयो र यदि 12 भन्दा माथि छ अथवा यहाँ मध्ये कुनै पनि छैन भने चाहिँ एल्स उसको बेस फी कति हुने भयो त अहिलेको लागि 0 हुने भयो यसरी हामीले हरेक क्लास अनुसार चाहिँ ग्रेड अनुसार चाहिँ के गर्यौं त फीहरु छुट्याइदियौं अब हाम्रो नेक्स्ट काम भनेको चाहिँ सब्जेक्टको फी है सब्जेक्ट कतिवटा हुन्छ त्यसको आधारमा फी छुट्याउनु पर्छ त्यसको लागि हामीसँग सब्जेक्ट कतिवटा छन् त सब्जेक्ट भन्ने के हुन्छ प्यारामिटरमा स्टोर भएर आएको हुन्छ यो सब्जेक्ट्समा चाहिँ मैले के गरेँ एउटा फीको मानौ 500 लाग्छ अरे त्यसो भए जति सब्जेक्ट छ नि त्यति सब्जेक्टको फी कति लाग्छ त इन्टु 500 त्यो 5 वटा सब्जेक्ट छ भने 5 इन्टु 500 यसरी हाम्रो फी क्याल्कुलेट हुने भयो र यसलाई लगाएर म के गर्छु त सब्जेक्ट भन्ने भेरिएबलमा स्टोर गर्छु र हाम्रो सब्जेक्ट फी पनि के भयो त स्टोर भयो अब पाला आयो अप्सनल फीहरुको बारेमा अप्सनल फीहरु चाहिँ हामीले कसरी स्टोर गर्ने भन्ने बारे चाहिँ हेरौँ त्यसको लागि हामीसँग अप्सनल फी भनेको कि त ट्रान्सपोर्ट छ कि त लन्च छ है र ट्रान्सपोर्ट र लन्च कस्तो हुन्छ त यसको भ्यालु चाहिँ ट्रू वा फल्स हुन्छ यदि ट्रान्सपोर्ट ट्रू छ भने हामीले ट्रान्सपोर्ट फी ल्याउनु राख्नु पर्यो इम्प्लिमेन्ट गर्नु पर्यो यदि फल्स छ भने ट्रान्सपोर्ट फी के हुनु पर्यो 0 हुनु पर्यो अब म त्यही लजिक यहाँ इम्प्लिमेन्ट गर्छु त्यसको लागि म यहाँनिर इफ एल्स स्टेटमेन्ट अलिकति छुट्टै तरिकाले प्रयोग गर्छु ट्रू विल एडेड हुनु पर्यो यदि ट्रान्सपोर्ट छ भने यदि छैन भने चाहिँ 0 हुनु पर्यो कति सजिलो है यसरी हामीले इफ एल्स युज गर्न पनि सक्छौं यसलाई कहाँ लगाए त मैले ट्रान्सपोर्ट फी है त सिम्पली बुझ्दाखेरि के हुन्छ त ट्रान्सपोर्ट फीमा के स्टोर हुन्छ भन्दाखेरि यदि ट्रान्सपोर्ट छ भने ट्रू विल एडेड स्टोर हुन्छ यदि ट्रान्सपोर्ट छैन भने 0 स्टोर हुन्छ बुझ्नु पर्यो त्यसरी नै अर्को छ लन्च फी भनेर यदि लन्च ट्रू छ भने भनेको लन्च फी पेमेन्ट एस भनेर मान्छे स्टुडेन्टले भन्यो भने 800 भनेर जोड्नु पर्यो नत्र भने है यसरी हामीले अप्सनल फी पनि के गर्यौं र कभर गर्यौं अब हामीलाई के गर्नु पर्यो भन्दाखेरि टोटल क्याल्कुलेट गर्नु पर्यो है त्यसको लागि टोटल फी इक्वल टु के जोड्नु पर्यो एउटा बेस फी जोड्नु पर्यो त्यसमा सब्जेक्ट फी जोड्नु पर्यो त्यसमा ट्रान्सपोर्ट फी जोड्नु पर्यो र त्यसमा लन्च फी जोड्नु पर्यो यति जोडिसकेपछि हाम्रो टोटल फी निस्किने भयो ए हाम्रो टोटल फी निस्कियो अब हामी रिटर्न गरौँ तर हामी एउटा कुरो मात्र रिटर्न गर्दैन हामी जति पनि भ्यालु सबै रिटर्न गर्छौं अहिले भनेको त हामी बेस फी पनि रिटर्न गर्छौं त्यो बेस फी पनि यहाँबाट बाहिर निकाल्नु खोज्छौं सब्जेक्ट फी पनि रिटर्न गर्छौं ट्रान्सपोर्ट फी पनि रिटर्न गर्छौं लन्च फी पनि रिटर्न गर्छौं अनि टोटल फी पनि रिटर्न गर्छौं अब के गरेको थियो यसलाई एकचोटि रन गर्छु है यो फंक्सनलाई केही पनि हुँदैन हामीले केही पनि आउटपुट देख्दैन किनभने फंक्सन इम्प्लिमेन्ट गर्दाखेरि जबसम्म हामीले प्रिन्ट लेख्दैन तबसम्म केही पनि देखिदैन हामीले जस्ट रिटर्न गरिरहेको छौं भनेको यो फंक्सन रन भइसकेपछि यो फंक्सन जहाँनिर कल हुन्छ नि त्यहाँ गएर के हुन्छ यसले यो सबै रिटर्न गरेको भ्यालुहरु प्रोवाइड गरिदिन्छ अब यहाँनिर एरर देखायो एरर के हो एकचोटि हेरिहालौं सब्जेक्ट्स इज नट डिफाइन्ड र के छ यहाँनिर सब्जेक्ट्स JECTS रन गरौँ सब्जेक्ट फी नेम सब्जेक्ट्स इज नट डिफाइन्ड सायद हल्का यहाँनिर हो मैले सोचे जस्तै यसलाई अलिकति भित्र लैजाऊ है सबै कुराहरु किनभने हेर्नुस् फंक्सन यहाँनिर स्टार्टिङ भइरहेछ हामी त्यहीबाट लेख्दाखेरि यो फंक्सन भित्र रहेन फंक्सन भित्र राख्नको लागि भनेर यहाँनिर अलिकति इन्डेन्टेसन दिएर चाहिँ लेख्नु पर्ने हुनेछ मैले यति गरिसकेपछि रिटर्न पनि भित्र लिएर गएँ अब हाम्रो प्रोग्राम चाहिँ सक्सेसफुली रन हुन्छ मैले कति भनिसकेको छु है यो इन्डेन्टेसनलाई चाहिँ एकदम ख्याल गर्नु होला रन भयो भयो है त त्यसरी चाहिँ हाम्रो रन भयो भनेर टिक पनि दिइरहेको छु त्यसपछि गएर अब मैले यहाँनिर दिन सक्नुहुन्छ एन्टर फिज भनेर ए मैले एकचोटि यो फिजलाई प्रिन्ट पनि गरि हेरेँ बुझ्नु त पर्यो नि त हामीले त्यत्रो रिटर्न किन लेख्यो भनेर है मैले प्रिन्ट फिज भने मैले स्टुडेन्टको नाम इन्टर गरेँ ग्रेड इन्टर गरेँ त्यसपछि गएर नम्बर अफ सब्जेक्ट इन्टर गरेँ ट्रान्सपोर्ट एस भनेर इन्टर गरेँ
लन्च नो भनेर इन्टर गरेँ। के भयो भन्दाखेरि यहाँनिर एरर दिइरहेको छ लेस देन इक्वल टु सपोर्टेड बिट्विन इन्स्ट्यान्स अफ str एन्ड int। यहाँ ग्रेडमा इज लेस देन इक्वल टु 5 सपोर्ट गरेन है। एकचोटि ग्रेडमा हेरौँ, हाम्रो ग्रेड के रहेछ त यहाँनिर पुट भनेर हामीले स्ट्रिङमा लेख्छौँ, तर माथिपट्टि हामीले एज अ नम्बर हो भनेर कम्पेयर गरिरहेको छौँ। त्यसको लागि मैले यहाँनिर चाहिँ इन्ट भनेर यसलाई नम्बरमा कन्भर्ट गरिदिएँ। अब हेरौँ, ग्रेड 8 सब्जेक्ट 5 ग्रेड ट्रान्सपोर्ट एस लन्च नो। सो हाम्रो यहाँ देख्न सकिन्छ फिजमा के आइरहेको छ प्रिन्ट गर्दाखेरि 6000, 2500, 1200, 0 र 9700 आइरहेको छ। भनेको जुन भ्याल्यु हामीले रिटर्न गरिरहेको छ नि बेस फी, यो 6000 के हो बेस फी हो, 2500 के हो सब्जेक्ट फी हो, 1200 के हो ट्रान्सपोर्ट फी हो, 0 के हो लन्च फी हो, 9700 के हो टोटल फी हो। हरेक जति पनि भ्याल्यु रिटर्न गरेको छ त्यो सबै कहाँ स्टोर भएको छ त फिजमा गएर स्टोर भएको छ। अब हामी यति गरिसकेपछि यसरी देखाउँदाखेरि हाम्रो जुन भ्यालु छ अथवा जुन आउटपुट आएको छ त्यो रिडेबल भएन। हामीलाई अर्को के चाहियो भन्दाखेरि हामीलाई इन्भोइस देखाउन पर्यो है त। त्यसको लागि म यहाँनिर डिस्प्ले इन्भोइस भन्ने फङ्सन कल गर्छु है। यसलाई म नेम चाहियो हामीलाई, किनकि इन्भोइसमा नेम राख्नु पर्यो, डेट पनि राख्नु पर्यो, कतिवटा सब्जेक्ट हो त्यो पनि राख्नु पर्यो, त्यसपछि गएर ट्रान्सपोर्ट छ कि छैन त्यो राख्नु पर्यो, लन्च छ कि छैन त्यो पनि राख्नु पर्यो, र फिज कति हो भनेर यो सबै कुराहरू इम्प्लिमेन्ट गर्नु पर्यो। अब त्यसको लागि म यसकै ठ्याक्कै माथिपट्टि के गर्छु, एउटा नयाँ सेक्सन क्रिएट गरेर त्यहाँनिर चाहिँ इन्भोइस प्रिन्ट गर्ने डिस्प्ले गर्ने फङ्सन लेख्छु, फङ्सन टु डिस्प्ले। अब यति गरिसकेपछि हामी फङ्सन क्रिएट गरौँ। फङ्सनको नाम के हुन्छ तल लेखे जस्तै गरेर डिस्प्ले इन्भोइस भनेर यहाँ देख्न सक्नुहुन्छ। हाम्रो फङ्सनको नाम के हो डिस्प्ले इन्भोइस। र प्यारामिटर के छ त हाम्रो है, यहाँ आर्गुमेन्ट जे छ हामी त्यही नाम प्रयोग गर्छौँ, नेम ग्रेड सब्जेक्ट्स ट्रान्सपोर्ट लन्च फिज भनेर। मैले अब यहाँ प्यारामिटर लेखेँ नेम ग्रेड सब्जेक्ट्स ट्रान्सपोर्ट लन्च अनि फिज भनेर। अब यति गरिसकेपछि म यहाँनिर प्रिन्ट गर्छु है। त्यसको लागि चाहिँ जति पनि कुराहरू यहाँ छ है देख्न सकिन्छ हाम्रो, त्यसलाई मैले यहाँनिर सजिलोको हुन्छ भनेर चाहिँ सबैलाई एउटा भ्यारिएबलमा लगेर स्टोर गर्छु है। भनेको हाम्रो बेस फी सबैले लगेर मैले के गरेँ त यहाँनिर फीमा लगेर स्टोर गरेँ है। अब मलाई कल गर्न सजिलो के हो म यहाँ लेख्छु, प्रिन्ट गर्न थाल्छु म। त्यसको लागि पहिलो कुरो त म यहाँ लाइन ब्रेक भनेर गर्छु है, जसमा म यहाँनिर चाहिँ यति गरिसकेपछि प्लसमा इक्वल टु लेखेर फेरि प्लस लेखेर 45 भनेर लेख्छु है। यति लेखेपछि हाम्रो लाइन ब्रेक हुन्छ र इक्वल टु 45 भनेर देखिन्छ है त। यो भनेको हाम्रो जस्ट बिल नम्बर देखाउनको लागि एउटा फर्मेट मात्रै। र म हेडिङ लेख्छु प्रिन्ट, जसमा हल्का स्पेस दिएर चाहिँ म स्कुल फी भोइस भनेर लेख्छु। किन स्पेस दिएको अरूपट्टि भन्दाखेरि यो सेन्टरमा हाम्रो यो टेक्स्ट आओस् भनेर, किनकि अरूबाट स्पेस दिन पर्यो, पछाडिबाट त अटोमेटिकली के भन्छ स्पेस जुन बाँकी रहेको ठाउँ हुन्छ स्पेस भइहाल्छ। त्यसपछि गएर यहाँनिर फेरि दिएँ मैले प्रिन्ट इक्वल टु +40 है त। यो हाम्रो बिल नम्बर जस्तो भयो। र त्यसपछि गएर यहाँनिर मैले नामहरू प्रिन्ट गरेँ प्रिन्ट यता। अब मलाई के गर्नु छ भन्दा टेम्पल लिटरल भन्ने हुन्छ एउटा है। मलाई स्टुडेन्ट नेम भनेर यहीँनिर मलाई नेम भन्ने भ्यालु देखाउनु छ, नाम हुन्छ माथि त्यो भ्यालु देखाउनु छ। यदि भ्यालु यतिकै तपाईँले लेख्नुभयो भने यहाँ यो नेम भनेर यसरी कर्ली ब्राकेटभित्र प्रिन्ट हुन्छ। तर मलाई नेमको साटो यहाँनिर प्यारामिटरमा जुन भ्यालु पास भएर आउँछ नि त्यो भ्यालु प्रिन्ट गर्नु छ भने मैले यहाँनिर भ्यालु प्रिन्ट गर्दाखेरि मैले एफ लेख्नुपर्छ। यसरी एफ लेख्ने बित्तिकै हाम्रो टेम्प्लेट लिटरलमा कन्भर्ट हुन्छ है। के भने मैले भन्दाखेरि टेम्प्लेट लिटरलमा कन्भर्ट हुन्छ र यो नेमको साटो अब के हुन्छ त हाम्रो भ्यालु, नेममा जति भ्यालु हुन्छ अथवा जे भ्यालु हुन्छ त्यो प्रिन्ट हुन्छ। त्यसरी नै मैले के गर्नु पर्यो भन्दाखेरि ग्रेड प्रिन्ट गर्नु पर्यो, ग्रेड एफ ग्रेड भनेर मैले ग्रेड प्रिन्ट गरेँ। त्यसै गरी मलाई यहाँनिर सब्जेक्ट नम्बर र सब्जेक्ट प्रिन्ट गर्नु पर्यो
सब्जेक्ट्स भनेर मैले सब्जेक्ट्स प्रिन्ट गरेँ है। र यसलाई अलि राम्रो देखाउनको लागि भनेर मैले एउटै टक्क लाइनमा ल्याएर राखेँ है, नेम ग्रेड र सब्जेक्ट्स। अब अर्को भनेको हाम्रो बेस फी देखाउनु पर्यो। यो प्रिन्ट गर्छु, एफ भित्र चाहिँ बेस फी भनेर लेख्छु, त्यसपछि गएर आरएस कति त बेस फी जति छ त्यो भ्यालु प्रिन्ट गरिदिने। त्यसै गरी म अर्को भनेको हामीले यहाँनिर सब्जेक्ट फी भनेर म प्रिन्ट गर्छु, सब्जेक्ट फी आरएस र सब्जेक्ट फी भनेर। अर्को भनेको हामीलाई यदि ट्रान्सपोर्ट छ भने ट्रान्सपोर्ट फी पनि के गर्नु पर्यो त त्यहाँनिर प्रिन्ट गर्नु पर्यो। यदि ट्रान्सपोर्ट छ भने मात्र ट्रु अर फल्स भन्दै आउँछ, के गर्छ प्रिन्ट ट्रान्सपोर्ट फी आरएस, मात्र ट्रान्सपोर्ट फी आएछ आएन, तर हामीले फीबाट भ्यालु निकालेर यहाँ ट्रान्सपोर्ट फी भनेर राखिसकेका छौँ है। त्यसको लागि ट्रान्सपोर्ट फी भनेर मैले यहाँनिर प्रिन्ट गरिदिएँ र भ्यालु प्रिन्ट गर्नु छ भने मैले टेम्पल लिटरलमा चेन्ज गर्नु पर्यो। यहाँनिर अन्डरस्कोर छ है, किनभने अन्डरस्कोर छ। यदि ट्रान्सपोर्ट भनेर ट्रु छैन भने चाहिँ हामीले त्यसको लागि के गर्नु पर्यो त ट्रान्सपोर्ट नट सिलेक्टेड, ट्रान्सपोर्ट सिलेक्टेड छैन अथवा ट्रान्सपोर्ट के हुन्छ त्यो भ्यालु चाहिँ होइन भनेर प्रिन्ट गर्दै। इफ लन्च भयो प्रिन्ट एफ गरेँ, प्रिन्ट गरेँ अनि यदि लन्च ट्रु छ भने हामीले यहाँनिर के गर्नु पर्यो त लन्च के भनेर देखाउनु पर्यो। र यदि छैन भने हामीले लन्चमा चाहिँ नट सिलेक्टेड भनेर देखाउनु पर्यो है। यति गरिसकेपछि हामीले अब टोटल फी भनेर देखाइदियो, टोटल फी भनेर देखाइदियो। त्यसपछि गएर आरएस टोटल भनेर भन्यो है। र यहाँ अलि गलत देखियो, म यसलाई बाहिर निकालेँ अगेन। अब टोटललाई हामीलाई भ्यालु प्रिन्ट गर्नु छ भने मैले के लेख्नु पर्यो यहाँनिर एफ भनेर लेख्नु पर्यो। अब त्यसपछि गएर हामीले यो तलपट्टि एउटा टोटल फी हो है भनेर टोटल फी भनेर तलपट्टि म एउटा थ्याङ्क यू भनेर लेख्छु, थ्याङ्क यू फर योर पेमेन्ट। अब अरू केही पनि होइन, स्टप गरेँ रन गरेँ, थ्याङ्क यू फर योर पेमेन्ट भनेर आयो, प्रिन्ट भनेर है त। बाहिर गयो त थ्याङ्क यू फर। त्यसपछि गएर म यसलाई फेरि यहाँनिर रन गर्छु। अब मलाई नाम सोध्यो, मलाई ग्रेड सोध्यो, मलाई नम्बर अफ सब्जेक्ट सोध्यो, यस भने लन्च नो भने के भइरहेछ यहाँनिर एरर आइदियो। एरर आयो, लेख्छु हेरौँ है, क्यान मैले कन्क्याटिनेट एसटिआर इन्टु स्ट्रिङ भनेको यहाँनिर हाम्रो स्ट्रिङ छ, यहाँ नम्बर छ है त। खासमा मैले त्यहाँ प्लस लेख्न थालेन, मैले त्यहाँनिर चाहिँ इन्टु लेख्न है। फाइभ फाइभ यस त्यही भयो। फेरि अर्को ठाउँमा त्यस्तै आयो, तल पनि मैले लेख्न थालेको, माथिको रन गरेँ 6 स्कुल फी इन्भोइस हाम्रो यहाँ इक्वल टु कति धेरैचोटि आएको छ होइन। यो के कारणले आएको हेरौँ एकचोटि। मैले यहाँनिर इक्वल टु गरेर 45 इन्टु 45 गरेको छु भनेपछि यहाँ त्यही हिसाबले के आइरहेको छ इक्वल टु भनेर। मैले अब यही कुरो बिचमा के गर्न सक्थेँ त इम्प्लिमेन्ट गर्न सक्थेँ है। जस्तै अलि राम्रो देखाउनको लागि भनेर मैले यहाँ सब्जेक्टको तलपट्टि पनि इन्टु 45
अनि त्यसपछि गएर अर्को भनेको मैले टोटल फीको ठ्याक्कै माथि पनि टोटल फी यसको माथि पनि इन्टु 45 त्यसपछि गएर थ्याङ्क यू फर पेमेन्टको तलपट्टि इक्वल टु राखेर है रन गरेँ यो ब्लकलाई त्यसबाट म तलको ब्लकलाई रन गर्छु ट्रान्सपोर्ट इनपुट यहाँनिर अलि एक्स्ट्रा रेट 7 पाँचवटा सब्जेक्ट यस हेर्न सक्नुहुन्छ हाम्रो यहाँ इन्भोइस प्रिन्ट भएर आइसक्यो है कति राम्रो देखियो अगेन यसरी हामीले फी क्यालकुलेटर पनि बनाउन सक्छौँ बाइ युजिङ पाइथन हो तपाईँले बुझ्नुभयो होला है बुझ्नुभयो भने यो भिडियोलाई लाइक गर्नु होला च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला धन्यवाद